फाइनेन्शियल स्टेटमेन्ट अन्तर्गत चाहिँ हाम्रो के कुरा चाहिँ पर्छ सो त्यो कुरा चाहिँ हामी स्पेसली चाहिँ यसमा चाहिँ डिस्कस गर्नेवाला छौँ। सो रिलेसन पनि यसले चाहिँ के गर्छ पार्टिकुलर पोइन्ट अफ टाइममा चाहिँ यसले सो गर्छ है त। द्याट एक्सप्लेन अबाउट द मोमेन्ट अफ क्यास है त। स्यालेरी एक्सपेन्सेस सो हेलो नमस्ते, माइसेल्फ भवेन्द्र सुनार। सो आज पनि म यस इन्स्टिट्युटमा चाहिँ तपाईँहरूको माझमा चाहिँ उपस्थित भइसकेको छु। आज चाहिँ हामीले पढ्ने भनेको चाहिँ यो प्रिन्सिपल अफ अकाउन्टिङ अन्तर्गत चाहिँ हामीले फाइनेन्सियल स्टेटमेन्ट चाहिँ पढ्नेवाला छौँ। सो फाइनेन्सियल स्टेटमेन्ट भनेको के हो, फाइनेन्सियल स्टेटमेन्ट अन्तर्गत चाहिँ हाम्रो के कुरा चाहिँ पर्छ सो त्यो कुरा चाहिँ हामी स्पेसली चाहिँ यसमा चाहिँ डिस्कस गर्नेवाला छौँ। सो यो टपिक चाहिँ स्पेसली चाहिँ ग्रेड 12 बिबिएस बिबिएको साथीभाइहरूको लागि भेरी इम्पोर्टेन्ट छ। किन भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ यो फाइनेन्सियल स्टेटमेन्टको बारेमा यो फाइनेन्सियल स्टेटमेन्टको क्वेसनहरू पनि उहाँहरूले गर्नुपर्ने हुन्छ र यो चाहिँ हाम्रो स्पेसली +2 मा चाहिँ यो च्याप्टर 7 भनेर पनि भन्न सकिन्छ है त। च्याप्टर 7 मा सायद हाम्रो यो इन्क्लुडेड छ। च्याप्टर 7 मा नै फाइनेन्सियल स्टेटमेन्ट भनेर राखेको छ। सो यो स्पेसली हाम्रो 7 मार्क्सको ओके +2 को स्टुडेन्टलाई चाहिँ यो 12 मार्क्स सरी 7 मार्क्सको यहाँबाट क्वेसन आउने गर्छ है त। त्यो त्यसमा चाहिँ कस्तो कस्तो पेपर आएको छ त्यो पनि हामी छलफल गरौँला। सो त्योभन्दा पहिले चाहिँ तपाईँहरूले पहिला यसको मिनिङ बुझ्नुपर्ने हुन्छ है त। फाइनेन्सियल स्टेटमेन्ट भनेको के हो, सो बेसिकली हामीले यसमा चाहिँ सजिलोसँग हामीले बुझौँ है त। अब ओके गफकाप त हामीले चाहिँ भिडियोमा सरी पढाइ सँगसँगै हामी गर्ने नै छौँ। अब त्योभन्दा पहिले अलिकति हामीले चाहिँ यसको चाहिँ सर्ट मिनिङ पनि बुझ्नुपर्ने हुन्छ। फाइनेन्स भनेको के हो, स्टेटमेन्ट। फाइनेन्सको स्टेटमेन्ट भनेको तपाईँहरूले सायद देख्नु नै भएको छ होला। जस्तो हामी ब्याङ्कको ट्रान्जेक्सन गर्छौँ, ब्याङ्कबाट जस्तै हामी अनलाइन ट्रान्जेक्सनहरू गरिसकेपछि त्यसको ब्याङ्कले के गरेको हुन्छ स्टेटमेन्ट चाहिँ सो गर्छ है त। जसमा हामीले स्टेटमेन्टमा के हुन्छ कति चाहिँ हामीले चाहिँ ट्रान्जेक्सनहरूको भनौँ न कति चाहिँ हामीले चाहिँ केमा खर्च गरेको छ, कति केमा खर्च गरेको छ, कहाँबाट पैसा आयो कहाँबाट पैसा गयो। सो त्यस्तै कुरा यसले पनि बिजनेसमा पनि हरेक बिजनेसको के हुन्छ आफ्नो स्टेटमेन्ट हुन्छ है त। सो विदाउट स्टेटमेन्ट बिजनेसले पनि के गर्छ आफ्नो रिपोर्ट चाहिँ तयार गर्न सक्दैन है त। सो रिपोर्ट प्रिपेयर गर्नको लागि बिजनेसले स्टेटमेन्टहरू चाहिँ के गर्नुपर्छ क्लियर गर्नुपर्ने हुन्छ है त। अब के को स्टेटमेन्ट, फाइनेन्सको है त। फाइनेन्स भन्ने बित्तिकै हाम्रो यो के हो भन्दाखेरि चाहिँ बिबिए र बिबिएसको साथीभाइहरूलाई चाहिँ फाइनेन्स भनेर पछि गएर त यो स्पेसलाइजेसन फाइनेन्समा गर्ने कि अकाउन्टमा गर्ने कि त्यो छुट्टै हुन्छ है त। स्पेसली चाहिँ हामीले खास पढिरहेको त अकाउन्टिङ हो यो, तर अकाउन्टिङ अन्तर्गत पनि हाम्रो भित्र के छ भन्दाखेरि फाइनेन्स छ है त। फाइनेन्स खास छुट्टै टपिक्स नै हो। अब यो भनेको मनी रिलेटेड है त। यो भनेको हाम्रो मनी रिलेटेड है त। फाइनेन्स भन्ने बित्तिकै मनी रिलेटेड। सो बिजनेसले जहिले पनि हामीले सोच्नुपर्ने के छ भन्दाखेरि चाहिँ बिजनेसमा जति पनि कारोबार हुन्छ त्यो के को हुन्छ, गुड्स एन्ड सर्भिसको हुन्छ विथ दि एक्सचेन्ज अफ मनी है त। गुड्स एन्ड सर्भिसको त हुने नै हो, तर त्यो के को थ्रु के को मार्फत हुने भयो, पैसाको लेनदेनको कारोबारको हिसाबमा हुने भयो है त। त्यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ। अब हामी यसको चाहिँ मिनिङ, यसको चाहिँ हामी सर्ट डेफिनेसनहरू, यसको छोटो मिनिङहरू चाहिँ हामीले ओके पढ्ने गरौँ है त। हामी यसमा लेखौँ ओके
यसमा चाहिँ हामीले के लेख्ने भन्दाखेरि फाइनान्शियल स्टेटमेन्ट financial statement are those statement financial statement are those statement which are prepared to अलिकति हामी माथि गरौँ है त त्यसपछि हामीले के लेख्ने so the financial performance okay financial performance and position of a business. Okay. So हाम्रो के हो भन्दाखेरि चाहिँ यसको सर्ट मिनिङ हो है त सो यो लेट्स बुझ्ने गरौँ है त हेर्नुहोस् त फाइनान्शियल स्टेटमेन्ट आर दोज स्टेटमेन्ट्स which are prepared to show the financial performance and position of business. ल फाइनान्शियल स्टेटमेन्ट भनेको त्यस्तो स्टेटमेन्ट रहेछ जसले चाहिँ व्यवसायको चाहिँ पर्फर्मेन्स व्यवसायको चाहिँ वित्तीय अवस्था कस्तो छ भनेर चाहिँ अध्ययन गर्ने र देखाउने स्टेटमेन्ट नै फाइनान्शियल स्टेटमेन्ट हो भनेर चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ है त अब वित्तीय अवस्था त देखाउने फाइनान्शियल पोजिसन फाइनान्शियल पर्फर्मेन्स अर्थात् बिजनेस पर्फर्मेन्स त देखाउने कहिले देखाउने त सो यो देखाउने भनेको हेर्नुहोस् त बिजनेसको यो देखाउँछ यो जुन हाम्रो के भनेको छ जुन पर्फर्मेन्स र बिजनेस पोजिसन कहिले देखाउँछ इन अकाउन्टिङ पिरियड है त इन अकाउन्टिङ पिरियड वा स्पेसिफिक पिरियड है त ओके र यो अकाउन्टिङ पिरियड भनेको कस्तो भन्दाखेरि स्पेसली चाहिँ कुनै पनि बिजनेसको अकाउन्टिङ पिरियड भनेको 1 इयरमा हुन्छ है त जस्तो नेपालको केसेसमा चाहिँ के हुन्छ जस्तै हाम्रो नेपालको केसेसमा चाहिँ हाम्रो हेर्नुहोस् त व्यवसायको चाहिँ हाम्रो क्लोजिङ इयर कहिले हुन्छ हाम्रो चैतको अन्तिममा है त सरी असाढको अन्तिममा हाम्रो के हुन्छ क्लोजिङ हुन्छ है त असाढको अन्तिममा हाम्रो के हुन्छ क्लोजिङ हुन्छ सो त्यो समयलाई चाहिँ हामी अकाउन्टिङ पिरियड भनेर भन्ने गर्छौँ है त हामीले त्यो समयमा चाहिँ के हेर्छौँ फाइनान्शियल हाम्रो कम्पनीको फाइनान्शियल पोजिसन कस्तो छ अनि हाम्रो फाइनान्शियल स्ट्याटस कस्तो छ फाइनान्शियल हेल्थ कस्तो छ सो त्यो कुरा चाहिँ हामीले चाहिँ एउटा अकाउन्टिङ पिरियडमा चाहिँ हामीले हेर्ने गर्छौँ है त सो त्यही कुरा नै यसले भन्ने यसमा चाहिँ भनेको छ अरू त्यस्तो अरू कुनै पनि छैन है त ओके अर्को चाहिँ हामीले के पनि भन्ने गरिन्छ भन्दाखेरि यसलाई
financial statement that shows the value of firm firm's asset and अर्को यसमा के हुन सक्छ liabilities at a particular point of time at a particular point of time from accounting perspective भन्ने पनि यो सेकेन्डमा के भनेको छ हेर्नुस् त फाइनान्शियल स्टेटमेन्ट दैट shows the value of firm's asset and liabilities at a particular point of time यो हामीले पढेको छ है asset is equal to liability plus capital यो हामीले इक्वेसन अकाउन्टिङ इक्वेसन पढेको छ है त सो यसले के देखाउँछ भन्ने यसले अर्को यो फाइनान्शियल स्टेटमेन्टले अर्को के कुरा देखाउँछ भन्दाखेरि चाहिँ फर्म अर्थात् बिजनेसको एसेट र लायबिलिटी कति छ त बिजनेसको एसेट र लायबिलिटी कति छ सो त्यो कुरा पनि यसले देखाउने गर्छ है त फाइनान्शियल स्टेटमेन्टले एउटा पार्टिकुलर पोइन्ट अफ टाइम भने अकाउन्टिङ पिरियडमा चाहिँ यसले के देखाउँछ एसेट बराबर लायबिलिटी प्लस क्यापिटल अर्थात् बिजनेसले जति पनि अर्न गरेको एसेट छ त्यो या त लायबिलिटी या क्यापिटलबाट हुन सक्छ सो त्यसको रिलेसन पनि यसले चाहिँ के गर्छ पार्टिकुलर पोइन्ट अफ टाइममा चाहिँ यसले सो गर्छ है त सो यसरी चाहिँ हाम्रो के हुन्छ फाइनान्शियल स्टेटमेन्टले दिने चाहिँ जति पनि हाम्रो कुरा छ यसरी चाहिँ दिने गर्छ है त अब चाहिँ ओके हामीले सर्ट मिनिङ हेरिसकेपछि साथसाथै हामीले यसको पनि हेरौँ है त ओके अब फाइनान्शियल यसको टाइप्सहरु हेर्ने है त यहाँ हेडिङमा हामीले लेख्नु पर्छ टाइप्स वा component of financial okay so हामीले अब चाहिँ फाइनान्शियल स्टेटमेन्ट भनेको त के हो त्यो चाहिँ हामीले बुझिसकेको छौं है त सरसर्ती हामीले चाहिँ ढिला नगरी चाहिँ यसको चाहिँ टाइप्सहरु चाहिँ हेर्नुपर्ने हुन्छ है त अब फाइनान्शियल स्टेटमेन्ट भन्ने बित्तिकै चाहिँ एउटा एज अ यो सिंगल नभएर हाम्रो त्यो भित्र पनि के छ भन्दाखेरि चाहिँ त्यसको चाहिँ सब कम्पोनेन्ट्सहरु छ है त त्यसको चाहिँ सब टपिक्सहरु जोडिएर चाहिँ यो ब्रोड छ है त आफूमा चाहिँ एउटा ब्रोड टपिक हो है त फाइनान्शियल स्टेटमेन्ट भनेको चाहिँ नट अल स्मल है त सो यो भित्र चाहिँ हाम्रो एउटा पर्छ हेर्नुस् त हाम्रो चाहिँ इन्कम स्टेटमेन्ट पर्छ है त त्यस्तै हाम्रो बैलेंस शीट पर्छ है त कैश फ्लो स्टेटमेंट पर्छ है त कैश फ्लो स्टेटमेंट पर्छ अरु 4 मा चाहिँ हाम्रो के पर्छ
statement of change in equity है त ओके सो यो चारवटा कम्पोनेन्ट अर्थात् चारवटा टाइप चाहिँ हाम्रो केमा चाहिँ पर्छ यो फाइनान्शियल स्टेटमेन्ट अन्तर्गत पर्छ है त फाइनान्शियल स्टेटमेन्ट अन्तर्गत चाहिँ अब अर्थात् चाहिँ व्हाट आर द टाइप्स अफ फाइनान्शियल स्टेटमेन्ट व्हाट आर द कम्पोनेन्ट्स अफ फाइनान्शियल स्टेटमेन्ट व्हाट आर द सब टपिक्स अफ फाइनान्शियल स्टेटमेन्ट भनेपछि तपाईहरुले पनि यो चारवटा भन्नुपर्छ है त इन्कम स्टेटमेन्ट ब्यालेन्स सिट क्याश फ्लो स्टेटमेन्ट एन्ड स्टेटमेन्ट अफ चेन्ज इन इक्विटी सो हामीले चाहिँ हाम्रो बिजनेसको लागि चाहिँ है त बिजनेसको फाइनान्शियल रिपोर्टको लागि पनि अति आवश्यक कम्पोनेन्ट्स टाइप भने पनि र पार्ट्स भने पनि यति नै हो है त यो चारवटाले नै देखाउने हाम्रो बिजनेसको एक्चुअल परफर्मेन्स और बिजनेसको हेल्थ कस्तो छ भनेर चाहिँ देखाउने भनेको यो चारवटै कम्पोनेन्टले देखाउँछ है त चारवटामा पनि स्पेशली हाम्रो यो इन्कम स्टेटमेन्टले ब्यालेन्स सिटले क्याश फ्लो स्टेटमेन्टले देखाउँछ है त अब इन्कम स्टेटमेन्ट भनेको के इन्कम स्टेटमेन्टले के देखाउँछ इन्कम स्टेटमेन्टले स्पेशली देखाउने भनेको चाहिँ एट अ पार्टिकुलर पोइन्ट अफ टाइममा चाहिँ बिजनेसले चाहिँ नेट प्रॉफिट अर्न गरेको छ कि नेट लस अर्न गरेको छ सो त्यो कुरा चाहिँ हाम्रो केले देखाउँछ इन्कम स्टेटमेन्टले शो गर्छ है त्यस्तै ब्यालेन्स सिटले एज अ अकाउन्टिङ पिरियडमा चाहिँ एसेट बराबर लाइबिलिटी प्लस क्यापिटल चाहिँ भएको छ कि छैन अर्थात् बिजनेसले चाहिँ एसेट केबाट चाहिँ अर्न गरेको छ है त बिजनेसले तिर्नुपर्ने लाइबिलिटी के कति छ बिजनेसको एक्चुअल क्यापिटल कति छ सो त्यो कुरा चाहिँ हाम्रो केले देखाउँछ ब्यालेन्स सिटले र त्यस्तै अन्तिममा हाम्रो क्याश फ्लो स्टेटमेन्ट इट इज टाइप अफ स्टेटमेन्ट दैट शोज दैट एक्सप्लेन अबाउट द मोमेन्ट अफ क्याश है त क्याश फ्लो स्टेटमेन्टले चाहिँ के देखाउँछ के रिप्रेजेन्ट गर्छ भन्दाखेरि चाहिँ क्याशको मोमेन्टलाई चाहिँ रिप्रेजेन्ट गर्छ बिजनेसमा केबाट क्याश चाहिँ इनफ्लो भइरहेछ बिजनेसमा केबाट क्याश चाहिँ हाम्रो आउटफ्लो भइरहेको छ सो त्यो कुरा चाहिँ हाम्रो केले देखाउँछ क्याश फ्लो स्टेटमेन्टले है त सो यसरी गर्दा यो लास्टमा चाहिँ स्टेटमेन्ट अफ चेन्ज इन इक्विटी चाहिँ जस्तै कसरी चाहिँ चेन्ज भइरहेको छ त्यो कुरा चाहिँ हामीले यसमा हेर्छौँ है त सो यो चारवटामा स्पेसली यो तीनवटाले चाहिँ हाम्रो बिजनेसको एक्चुअल हेल्थ चाहिँ कस्तो छ बिजनेसको इन्भाइरोमेन्ट कस्तो छ बिजनेसको पर्फर्मेन्स कस्तो छ कुनै पनि बिजनेसको सो त्यो हेर्नको लागि हामीले यो तीनवटा चाहिँ स्पेसली चाहिँ हेर्छौँ है त यो तीनवटाको चाहिँ हामीले रिपोर्ट हेर्छौँ त्यो आधारमा चाहिँ हामीले चाहिँ डिसिजन मेकिङको पार्ट गर्न सकिन्छ है त सो अब हामीले ओके इन्कम स्टेटमेन्ट हेरौँ है त इन्कम स्टेटमेन्ट ओके income स्टेटमेन्ट हामीले चाहिँ हेडिङमा इन्कम स्टेटमेन्ट राख्यौँ है त अब यसको चाहिँ इन्कम स्टेटमेन्ट भनेको चाहिँ इन्कम statement is a financial statement financial statement that shows the income
income expenses and profit and loss and profit or loss of a business during a particular accounting period. During a accounting during a particular period. ओके हेर्नुहोस् त इन्कम स्टेटमेन्ट भनेको के रहेछ अब हामीले फर्मल्ली चाहिँ हामीले चाहिँ ओरल कम्युनिकेसन जतिसुकै गरे पनि हामीले रिटनमा पनि लेख्नुपर्ने हुन्छ है त इन्कम स्टेटमेन्ट इज अ फाइनान्शियल स्टेटमेन्ट दैट shows the income expenses and profit or loss of a business during a accounting particular period अथवा particular period यहाँ लेख्दा पनि भयो particular अकाउन्टिङ पार्टिकुलर पिरियड लेखेको छ यो भनेको चाहिँ बिजनेसको चाहिँ यो भनेको बिजनेसको के हो हामीले पहिले पनि भनिसकेका छ है त पार्टिकुलर पिरियड भन्नु अकाउन्टिङ पिरियड भन्नु त्यो भनेको चाहिँ बिजनेसको के हो भन्दाखेरि चाहिँ जस्तै हाम्रो क्लोजिङ इयर भन्न सकिन्छ है त त्यसलाई हामीले के भन्ने क्लोजिङ इयर जहिले पनि क्लोजिङ इयर बिजनेसको नेपालको केसेसमा कहिले हुन्छ क्लोजिङ इयर भनेको ASHATH असाढमा हुन्छ है त असाढमा चाहिँ हाम्रो के हुन्छ क्लोजिङ हुन्छ है त बिजनेसको चाहिँ क्लोजिङ इयर अथवा चाहिँ अकाउन्टिङ पिरियड भनेर चाहिँ नेपाली हाम्रो यो के भन्छ डेटमा चाहिँ असाढ मसान्तमा हुन्छ है त असाढ मसान्तमा तपाईहरुले पनि देख्नु भएको छ होला सबै बिजनेसको के हुन्छ क्लोजिङ इयर हुन्छ है त अर्थात् क्लोजिङ एक्टिभिटी हुन्छ यसरी चाहिँ हामीले त्यो बुझ्नु पर्ने हुन्छ ओके यसले चाहिँ के देखाउँछ अरे कुनै पनि कम्पनीको चाहिँ उसको कुनै पनि कम्पनीको चाहिँ एउटा पार्टिकुलर पिरियड टाइममा चाहिँ एक्चुअल इन्कम कति छ एक्सपेन्सेस कति छ र बिजनेसले चाहिँ प्रॉफिट अर्न गरिरहेको छ कि लस अर्न गरिरहेको छ सो त्यो कुरा चाहिँ हाम्रो केले देखाउने रहेछ इन्कम स्टेटमेन्टले चाहिँ देखाउँछ भनेको छ है त सो अब अर्को यसले चाहिँ के भन्छ अर्को के देखाउँछ भन्दाखेरि चाहिँ त्यो अरु कुरा चाहिँ हामीले अरु पनि लेख्न सकिन्छ है it is a statement that shows whether a business has earned profit or suffer loss. Or suffer loss. सो अर्को यसले के देखाउँछ भन्दाखेरि चाहिँ बिजनेसले चाहिँ प्रॉफिट चाहिँ कसरी अर्न गरेको छ है त बिजनेसले लस चाहिँ कसरी चाहिँ
हाम्रो बियर गरिरहेको छ। सो त्यो कुरा पनि हाम्रो केले देखाउँछ, इन्कम स्टेटमेन्टले है त। सो इन्कम स्टेटमेन्टले देखाउने योभन्दा अब यही रिलेटेड हो, स्पेसली यो हाम्रो इन्कम स्टेटमेन्टले चाहिँ के देखाउने, तपाईँहरूले दिमागमा के सोच्ने भन्दाखेरि इन्कम स्टेटमेन्टले चाहिँ जहिले नि नेट प्रफिट र नेट लसको कुरा मात्र यसले चाहिँ सो गर्ने हो है त। यसमा अरू कुरा तपाईँहरूले चाहिँ केही पनि सोच्नु पर्दैन। नेट प्रफिट र नेट लसको कुरा, अब नेट प्रफिट छ भनेपछि हामीले हाम्रो बिजनेसको हेल्थ राम्रो छ भन्छौँ है त। नेट लस छ भने हाम्रो बिजनेसको चाहिँ इन्भाइरोमेन्ट चाहिँ अलिकति चाहिँ नराम्रो हुँदै गएको छ भनेर चाहिँ हामीले चाहिँ भन्छौँ है त। त्यो कम्पेरिजन कसरी गर्छौँ भने हामीले प्रिभियसको डाटा हेर्छौँ है त। जस्तो इक्जाम्पल है त, इक्जाम्पल हाम्रो नेट प्रफिट सपोज हाम्रो 10 लाख पर्यो है त। पहिले प्रिभियस इयरमा चाहिँ हाम्रो कति रहेछ, 10 लाख रहेछ है त। अब करेन्टमा चाहिँ नेट प्रफिट भनेर 8 लाख छ अरे। यो केसमा हामीले चाहिँ कसरी डिसिसन गर्न सक्छौँ, नेट प्रफिट क्यालकुलेट गरेको त यो इन्कम स्टेटमेन्टकै थ्रुबाट हो है त। तर हामीले अब यहाँ मेन भनेको यो अकाउन्टिङमा भयो, फाइनेन्समा भयो, स्पेसली हामीले बिजनेसमा गर्ने भनेको चाहिँ रिजल्ट निकालिसकेपछि चाहिँ हामीले के गर्छौँ, डिसिसन मेकिङको पार्ट गर्छौँ है त। डिसिसन मेकिङको पार्ट चाहिँ एकदम इम्पोर्टेन्ट छ। सो अब हामीले यसमा के डिसिसन गर्न सक्छौँ, गत वर्षको कम्पेरिजनमा चाहिँ अहिलेको हाम्रो करेन्ट नेट प्रफिट चाहिँ घटिरहेको छ। अब त्यो किन घट्यो, त्यो के कारणले घट्यो, त्यो चाहिँ हामीले इन्कम स्टेटमेन्ट चाहिँ जब प्रिपेयर गरेको हुन्छौँ, सो इन्कम स्टेटमेन्टमा चाहिँ अब जस्तो घट्नुको कारण चाहिँ हाम्रो के हुन्छ, जस्तो एक्सपेन्सेसहरू बढेको हुनसक्छ है त। एक्सपेन्सेसहरू बढेर हामीले नेट प्रफिट हाम्रो त्यो घटेको हुनसक्छ, अर्थात् अरू कुराहरूले पनि एफेक्ट गरेको हुनसक्छ। सो त्यस्तो कुरा हामीले केमा हेर्छौँ, इन्कम स्टेटमेन्टमा। अब यसमा डिसिसन हेर्नुहोस् त कसरी दिन सकिन्छ, अघिल्लो वर्षको कम्पेरिजनमा चाहिँ यो वर्ष हाम्रो कतिले, अघिल्लो वर्ष 10 लाख प्रफिट अर्न गरेको रहेछ भने यो वर्ष हाम्रो 8 लाख प्रफिट अर्न गरेको छ भने हामी त स्लाइटली हामी डिक्रिजिङ फेजमा रहेछौँ है त। सो यो केसमा चाहिँ हामीले सोच्नुपर्छ हाम्रो बिजनेसको हेल्थ चाहिँ स्लाइटली चाहिँ के भएको छ, डिडक्ट भएको छ, अर्थात् चाहिँ एफेक्ट भएको छ है त। अब त्यो इन्टरनल हाम्रो इन्भाइरोमेन्टले पनि हुनसक्छ, एक्सटर्नल इन्भाइरोमेन्टले पनि हुनसक्छ है त। इन्टरनल इन्भाइरोमेन्ट मतलब जस्तै एक्सपेन्सेसहरू चाहिँ इन्टरनल एक्सपेन्सेसहरू चाहिँ रेज भयो भनेपछि पनि त्यसले गर्दा हाम्रो बिजनेसको नेट इन्कममा चाहिँ एफेक्ट परेको हुनसक्छ है त। त्यस्तै एक्सटर्नल चाहिँ अब जस्तै इकोनोमिकल, सोसियोलोजिकल हुनसक्छ, पोलिटिकल हुनसक्छ है। सो अन्य हाम्रो यो कम्पाउन्ड फ्याक्टरले पनि एफेक्ट गरेको हुनसक्छ। यसरी चाहिँ हामीले यो बुझ्छौँ। अब यसको चाहिँ हामीले चाहिँ अब इक्जाममा वाट इज के इन्कम स्टेटमेन्ट भनेर चाहिँ सोध्दैन है त। इन्कम स्टेटमेन्टबाट चाहिँ स्पेसली चाहिँ 7+2 को स्टुडेन्टलाई चाहिँ 7 मार्कको चाहिँ लङ क्वेसन आउँछ है त योबाट। त्यस्तै बिबिएस र बिबिएको साथीहरूको लागि पनि योबाट चाहिँ क्वेसन सोध्छ है त। बिबिएको चाहिँ साथीहरूलाई चाहिँ यो म्यानेजियल अकाउन्टिङमा पनि सोध्छ है त। ओके, अब यसमा चाहिँ हाम्रो क्वेसन सोध्छ है त। क्वेसन सोध्नुभन्दा पहिले हामीले इन्कम स्टेटमेन्टको चाहिँ हामी फर्मेट है त, फर्मेटको कुरा गरौँ। यसमा चाहिँ हाम्रो एउटा हामीले पहिले पनि कुरा गरेको छ है त, एउटा हुन्छ सिंगल
अर्को हुन्छ हाम्रो मल्टी है त। मल्टी इन्कम ओके, यो दुईटा हुन्छ है त। तपाईहरुले चाहिँ स्पेशली सोध्दै भनेको यो सिंगल चाहिँ खासै सोध्दैन र स्पेशली चाहिँ यो मल्टी सोध्ने गर्छ है त। सिंगल र मल्टी भनेको कस्तो हो भन्दाखेरि चाहिँ सिंगलमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ हामी छुट्टा छुट्टै टाइटल जस्तो छुट्टा छुट्टै हेडिङको छुट्टा छुट्टै हामी टाइटल चाहिँ सरी त्यो के भन्छ शीर्षक छुट्टा छुट्टै शीर्षकमा चाहिँ छुट्टा छुट्टै हामी टाइटलहरू पनि राख्दैनौँ है त। यो मल्टीमा कस्तो हुन्छ भन्दाखेरि चाहिँ छुट्टा रेस्पेक्टिभ हेडिङको छुट्टा छुट्टै हामी टाइटल राख्छौँ है त। जस्तै हामी के हुन्छ भन्दाखेरि चाहिँ एडमिनिस्ट्रेटिभ रिलेटेड एक्सपेन्सेस छ अरे, त्यसको चाहिँ हामी जस्तो हेडिङमा एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस राख्छौँ, त्यो रिलेटेड जस्तो स्यालेरी हुनसक्छ, रेन्ट हुनसक्छ, प्रिन्टिङ हुनसक्छ, स्टेसनरी हुनसक्छ, डिप्रेसिएसन हुनसक्छ। सो त्यसरी चाहिँ हामीले छुट्टा छुट्टै सेग्रिगेट गर्छौँ है त। रेस्पेक्टिभ हेडिङको छुट्टा छुट्टै हामीले टाइटल राख्छौँ, त्यो केमा मल्टीमा। सिङ्गलमा त्यस्तो राख्दैनौँ है त। सो हामीले यसलाई चाहिँ हामीले फर्मेटद्वारा पनि हामीले बुझ्न सक्छौँ है त। ओके, म तपाईँहरूलाई फर्मेट भन्छु है त। अब फर्मेट चाहिँ डट 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 कम्पनी, पहिले चाहिँ हामी सिङ्गल इन्कमको लागि कम्पनी ओके इन्कम स्टेटमेंट for the year ended डट 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 गर्छौँ है त। अब यो सिङ्गलको लागि हो। अब हामीले के गर्छौँ, यो यसको फर्मेट हुन्छ है सिङ्गलको। ओके, यहाँ हुन्छ हाम्रो पार्टिकुलर्स, यहाँ हुन्छ अमाउन्ट। ओके, यहाँ अमाउन्ट हुन्छ है त। सुरुमा हामीले के राख्छौँ, सेल्स राख्छौँ है त। सेल्स भनेर हाम्रो यता हुन्छ, त्यसपछि लेस रिटर्न राख्छौँ। रिटर्न सेल्स रिटर्न छ, डिस्काउन्ट अन सेल छ, डिस्काउन्ट अन सेल्स छ भने हामीले घटाउँछौँ है त। ओके, यो हुन जान्छ हाम्रो नेट सेल्स। यो हाम्रो हेर्नुहोस् त नेट सेल्स हुन जान्छ है त। ओके, अब हामी के गर्छौँ, लेस कस्ट अफ गुड्स सोल्ड। कस्ट अफ गुड्स सोल्ड हामीले के गर्छौँ, घटाउँछौँ। यो आउँछ हाम्रो ग्रस प्रॉफिट। ग्रस प्रॉफिट वा लस आउँछ है त। ओके, ग्रस प्रॉफिट लस आउँछ यतिसम्म है। अब त्यस्तै
त्यस्तै त्यसपछि हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ लेस हामी के गर्छौँ भन्दाखेरि चाहिँ अपरेटिङ एक्सपेन्सेस घटाउँछ है त। अपरेट गर्दाखेरि लागेको खर्चहरू जति पनि अपरेटिङ खर्च छ त्यसलाई घटाउँछौँ। त्यसपछि हाम्रो के आउँछ भन्दाखेरि चाहिँ अपरेटिङ एक्सपेन्सेस घटाइसकेपछि हाम्रो EBIT है त, अर्निङ बिफोर इन्कम ट्याक्स, अर्निङ बिफोर इन्कम ट्याक्स। त्यसपछि हामी लेस इन्ट्रेस्ट एक्सपेन्सेस, इन्ट्रेस्ट एक्सपेन्सेस गर्छौँ है त। त्यसपछि हाम्रो यो आउँछ, यो हाम्रो के आउँछ, हाम्रो सरी यो आउँछ हाम्रो EBT, EBT भनेर हुन्छ। त्यस्तै हामी लेस गर्छौँ अर्को ट्याक्स एक्सपेन्सेस वा प्रोभिजन। ट्याक्स अब कति छ त्यो, र फाइनली हामी के रिसिभ गर्छौँ, ओके यो आउँछ हाम्रो नेट इन्कम है त। नेट इन्कम भन्दा पनि हुन्छ, EAT भन्दा पनि हुन्छ, NP भन्दा नि हुन्छ है त, नेट प्रॉफिट। ओके ओके सिंगलमा चाहिँ हाम्रो यसरी नै हुन्छ है त। ल सिंगलमा चाहिँ हाम्रो कसरी हुन्छ भन्दाखेरि चाहिँ सिंगलको फर्मेट यति नै हो है। सिंगलमा चाहिँ खासै धेरै हुँदैन, यो भनेको हाम्रो सिंगलको फर्मेट हो है त। हेर्नुहोस् त सेल्स छ, सेल्स पछि हामीले रिटर्न छ भने घटाइदिन्छौँ, कस्ट अफ गुड्स सोल्ड, त्यसपछि नेट सेल्सबाट चाहिँ COGS घटाइदिन्छौँ, ग्रस प्रॉफिट आउँछ, अपरेटिङ एक्सपेन्सेस घटाइदिन्छौँ, EBIT आउँछ, EBITबाट इन्ट्रेस्ट एक्सपेन्सेस घटाउँछौँ, EBTबाट चाहिँ हामी ट्याक्स घटाउँछौँ, ट्याक्स घटाइसकेपछि हाम्रो के हुन्छ नेट इन्कम हामी यसरी चाहिँ रिसिभ गर्छौँ है त। यो भनेको चाहिँ सिंगल इन्कम स्टेटमेन्ट हो है त, जुन चाहिँ हामीले यो पहिले गरेको थियौँ। अब बिस्तारै हामीले के गर्नुपर्छ, मल्टी इन्कम स्टेटमेन्ट बनाउनु पर्ने हुन्छ है त। अब मल्टी पनि खासै गाह्रो चाहिँ होइन, मल्टी पनि सजिलै छ, तर त्यति खासै तपाईँहरूले गाह्रो मान्नु पर्दैन है त। मल्टीमा चाहिँ अलिकति हामीले चाहिँ त्यहाँ के हुन्छ, छुट्टा छुट्टै शीर्षक हुनाले कन्फ्युजन हुन्छ। ओके सो अब हामी यहाँ डट 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 कम्पनी
डट 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 कम्पनी इनकम स्टेटमेंट इनकम स्टेटमेंट यहाँ ब्राकेटमा मल्टी भनेर राख्दिने है त अर्थ यहाँ डट डट कम्पनी बाई युजिङ मल्टी स्टेप इनकम स्टेटमेन्ट भनेर भन्दा नि हुन्छ है त फर द इयर इन डेट कुन इयर हो त्यो राखिदिने यसमा पनि के होइन फर्मेट चाहिँ दुईटैको उस्ता उस्तै हो है त यहाँ राख्छ हामी पार्टिकुलर्स डिटेल्स अमाउन्ट राख्दा पनि हुन्छ डिटेल टोटल राख्दा अझै राम्रो है त टोटल सो यसरी चाहिँ हामीले चाहिँ यो फर्मेट बनाउँछौँ है अब के गर्ने भन्दाखेरि चाहिँ सेल्स हामीले सुरुमा चाहिँ सेल्स राख्छौँ है त सेल्स यसलाई यहाँ लेख्नु भन्दा नि यहाँ लेख्नु यता सेल्स रेभेन्यू डट 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 गर्छ हामी यो चाहिँ हाम्रो टोटलमै राखिदिने त्यस्तै लेस अब लेस के गर्छौँ भन्दाखेरि चाहिँ रिटर्न छ सेल्स रिटर्न छ त्यस्तै हाम्रो अलाउन्सेस छ त्यस्तै डिस्काउन्ट छ है त डिस्काउन्ट अन सेल्स डिस्काउन्ट अन सेल्स छ भने हामीले के गर्नुपर्छ घटाउनु पर्छ ओके यति घटाइसकेपछि हाम्रो यहाँ हुन्छ यो आउँछ हाम्रो नेट सेल्स यो हाम्रो के आउँछ यसलाई भन्छ हामी नेट सेल्स ओके यहाँसम्म चाहिँ हाम्रो नेट सेल्स आउँछ है त त्यसपछि हामीले के गर्छौं लेस cost of goods sold सो धेरै बुकहरुमा चाहिँ यो cost of goods sold घटाएको हुँदैन है त्यहाँ पर्चेजको कुराहरु क्यारेज इनवार्ड फ्रेट इनवार्ड त्यस्तो कुराहरु आउँछ सो त्यो चाहिँ हामी छुट्टै गर्छौं है त यो cost of goods sold राख्दा अझै राम्रो हुन्छ त्यो सब किन भन्दाखेरि तिनीहरु सबै एउटैमा एडजस्ट गर्दाखेरि फेरि लेन्दी पनि हुन जान्छ फेरि बिग्रिने अलिकति चान्स हुन्छ ओके सो यो हाम्रो के आउँछ यो यति गरिसकेपछि चाहिँ हाम्रो ग्रस प्रॉफिट वा ग्रस लस ग्रस प्रॉफिट वा लस यतिसम्म त दुईटैको सेम हो है त त्यस्तो गाह्रो केही पनि छैन यो दुईटैमा सिमिलर नै छ ओके अब चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब हामी के गर्छौं लेस
operating sorry अपरेटिङ एक्सपेन्सेस भनेर अब योबाट चाहिँ हामी छुट्टा छुट्टै चाहिँ हेडिङ राख्छौँ है त। अपरेटिङ एक्सपेन्सेस भनेको कस्तो भन्दाखेरि चाहिँ अफिसमा चाहिँ डे टु डे हुने खर्चहरू है त। सो त्यस्तोलाई चाहिँ हामी अब छुट्टा छुट्टै हेडिङमा चाहिँ राख्छौँ। छुट्टा छुट्टै हेडिङमा राख्छौँ भनिसकेपछि अब हामीले यहाँ राख्नु पनि पर्यो। यो भइहाल्यो, जिपी ठिक छ। अब हामीले यहाँ के राख्ने भन्दाखेरि चाहिँ जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भनेर हामीले ब्राकेटमा यसरी ए गरिदिने है त। अब हामीले यो भित्र के पर्छ त, जस्तो स्यालेरी एक्सपेन्सेस, त्यस्तै वेजेस, त्यस्तै इन्सुरेन्स एक्सपेन्सेस, त्यस्तै हाम्रो प्रिन्टिङ एन्ड स्टेसनरी एक्सपेन्सेस, त्यस्तै अर्को हाम्रो के आउँछ, त्यस्तै हाम्रो डिप्रेसिएसन अन फिक्स एसेट, डिप्रेसिएसन अन फिक्स एसेट है त। त्यस्तै हाम्रो रेन्ट एक्सपेन्सेस त्यस्तै हाम्रो अर्को हुन सक्छ युटिलिटी एक्सपेन्सेस। अरू चाहिँ हाम्रो यो भित्र के पर्छ भन्दाखेरि त्यस्तै अर्को हाम्रो के पर्न सक्छ, सप्लायर एक्सपेन्सेस है त। सप्लाइज एक्सपेन्सेस भनेर यो पर्यो। त्यस्तै अर्को चाहिँ हाम्रो के पर्न सक्छ, अदर एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस, त्यो पनि राख्ने है त, अदर एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस। सो यति गर्दाखेरि अब हामीले के गर्ने भन्दाखेरि हाम्रो के आउँछ, टोटल जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस, टोटल general and administrative
एक्सपेन्सेस भनेर चाहिँ हामीले यसको टोटल गर्छ है त, जति पनि हाम्रो यो जेनरलको छ नि यसको। ओके, हेर्नुहोस् त, जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस अन्तर्गत चाहिँ हाम्रो कतिवटा टाइटलहरू पर्ने रहेछ हेर्नुहोस् त। स्यालेरी, वेजेस, इन्सुरेन्स, प्रिन्टिङ, डिप्रिसिएसन, रेन्ट, युटिलिटी, सप्लाइज एन्ड अदर एडमिनिस्ट्रेटिभ। सो त्यस्तै अब हाम्रो अर्को के आउँछ, यो भनेको अफिस रिलेटेड हो है त। त्यस्तै हाम्रो अर्को आउँछ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस भनेर है त नेक्स्टमा। सेलिङ एन्ड डिस्ट्रिब्युसन ओके, यो चाहिँ हाम्रो सेलिङ एन्ड डिस्ट्रिब्युसन को अन्तर्गत चाहिँ अब हामीले के पर्छ भनेर चाहिँ हामीले सरसर्ती यहाँ पनि हेर्ने है त। जस्तै सेलिङ, यो भनेको चाहिँ सेल्स मतलब अफिसबाट हामीले अर्थात् कम्पनीबाट चाहिँ सेल्स गर्दाखेरि लाग्ने खर्चहरू यसमा चाहिँ इन्क्लुड गर्नुपर्छ, रेकर्ड गर्नुपर्छ है त। जस्तो चाहिँ सेल्स र डिस्ट्रिब्युसन गर्दाखेरि जस्तो हाम्रो के हुन्छ, जस्तै बिजनेसले चाहिँ सप्लाई गरिरहेको हुन्छ है त, अनि सेल्सम्यानहरू युज गरिरहेको हुन्छ फुड्स एन्ड सर्भिस सप्लाई गर्नको लागि है त। अब जस्तै कस्तो कस्तो एडभर्टाइजिङ हामीले एडभर्टाइजमेन्ट एक्सपेन्सेस लेख्ने हामीले सुरुमा। त्यस्तै अर्को हाम्रो के हुन सक्छ, अर्को हुन सक्छ हाम्रो मार्केटिङ। क्याम्पेन वा कस्ट, यो पनि हामीले चाहिँ यही अन्तर्गत राख्नुपर्छ है त। लाइनहरू आयो पाङ्गो भयो के हो। ओके, त्यस्तै स्यालेरी एन्ड वेजेस अफ सेल्स पिपुल, स्यालेरी एन्ड वेजेस अफ सेल्स पिपुल है त। त्यस्तै अर्को के आउन सक्छ हाम्रो यसमा, रेन्ट अफ वेयर हाउस है त। यसमा अर्को हाम्रो के आउन सक्छ भन्दाखेरि रेन्ट अफ वेयर हाउस एन्ड सोरुम। सोरुम भनेर चाहिँ हाम्रो यो खर्च पनि आउँछ है त सेलिङ एन्ड डिस्ट्रिब्युसन अन्तर्गत। त्यस्तै अर्को हाम्रो के आउँछ भन्दाखेरि अर्को त्यस्तै हाम्रो आउँछ सेल्स पर्सन्स कमिसन। सेल पर्सन्स ओके, सेल्स पर्सन कमिसन आउँछ है त। त्यस्तै अर्को हाम्रो के आउँछ भन्दाखेरि डिप्रिसिएसन अन डेलिभरी भ्यान। डिप्रिसिएसन अन डेलिभरी भ्यान भनेर चाहिँ हामीले यो राख्छौँ।
त्यस्तै हामीले के राख्छौँ भन्दाखेरि अदर सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस अदर selling and distribution expenses यति गर्दाखेरि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि यो चाहिँ टोटल सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस हेडिङ हाम्रो के छ बी भनेर है छ ओके यो हाम्रो यसलाई पनि जोड दिने खर्चले हाम्रो नेट प्रॉफिट घटाइरहेको हुन्छ है त अर्थात् वेल्थलाई चाहिँ घटाइरहेको हुन्छ हाम्रो पैसा चाहिँ घटाइरहेको हुन्छ यसरी चाहिँ बुझ्ने अब हामीले के गर्छौं भन्दाखेरि इन्कम फ्रम हामीले के गर्छौं भन्दाखेरि इन्कम फ्रम अपरेसन है त यहाँ चाहिँ हामीले इन्कम फ्रम sorry इन्कम फ्रम अपरेसन अब कसरी निकाल्ने हेर्नुस् त इन्कम फ्रम अपरेसन यसको लागि हामीले के गर्ने ग्रस प्रॉफिट माइनस यो अपरेटिङ एक्सपेन्सेस है त अपरेटिङ एक्सपेन्सेस जुन चाहिँ ए प्लस बी वाला है त ओके यो घटाउँदाखेरि चाहिँ हाम्रो कति आउँछ यो घटाउँदाखेरि हाम्रो कति आउँछ त्यसले हामीले कहाँ राख्ने हामीले चाहिँ हेर्नुहोस् त यहाँ चाहिँ एउटा उ भयो है त यहाँनिर छुट्यो यो हामीले यो भन्दा माथि चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ ओके यहाँ चाहिँ हामीले टोटल अपरेटिङ एक्सपेन्सेस चाहिँ हाम्रो ए प्लस बी गर्नुपर्छ है त यो चाहिँ हामीले सिधा यहाँ देखाउनु पर्छ ठीक छ ओके अब चाहिँ हामीले यहाँ यो देखाइसकिसकेपछि हामीले इन्कम फ्रम अपरेसन गर्छौं यो चाहिँ हाम्रो के हुन्छ नेट इन्कम होइन इन्कम फ्रम अपरेसन है त ओके अब पहिले यति नै बुझ्ने यति नै हामीले अब बुझ्ने ओके यो यसको फर्मेट हो है त यो मल्टीको चाहिँ ल यसमा हेर्दै जानुहोस् त यसमा त्यस्तो झुकिने खाली चाहिँ केही पनि छैन है त ओके त्यस्तो झुक्याउने खाली केही पनि छैन है अब चाहिँ हामीले यहाँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ
अब चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ त्यसपछि चाहिँ हामीले यसपछि पनि हुन्छ है त, यतिमै फेरि इन्ड हुँदैन। तपाईँहरूले सोच्नु होला यतिमै चाहिँ इन्ड गर्यो भनेर, त्यस्तो चाहिँ हुँदैन। ओके, इन्कम फ्रम अपरेसन निकालिसक्यौँ। इन्कम फ्रम अपरेसन निकालिसकेपछि हामीले चाहिँ अब के गर्छौँ भन्दाखेरि चाहिँ अदर रेभेन्यू एन्ड गेनलाई चाहिँ हामी के गर्छौँ एड गर्छौँ है त। अब यसमा चाहिँ हामी के गर्छौँ एड अदर्स इन्कम एन्ड गेन गर्दा पनि हुन्छ। इन्कम एन्ड ओके, यो अदर्स इन्कम एन्ड गेन भनेको कस्तो भन्दाखेरि चाहिँ कुनै पनि कम्पनीले चाहिँ के गरेको हुन्छ, उसले जस्तो सेल आफू मात्र नभएर अन्य ठाउँबाट पनि कम्पनीले के गरिरहेको हुन्छ, आम्दानीहरू चाहिँ अन गरिरहेको हुन्छ है। त्यस्तो कुराहरू चाहिँ हामीले यसमा एड गर्नुपर्ने हुन्छ। अर्थात् कम्पनीको चाहिँ के भन्छ, हाम्रो क्यास चाहिँ जब क्यास चाहिँ बढाइरहेको, सरी यो जति पनि यो कम्पनीले इन्भेस्ट गरेको हुन्छ नि, सो त्यसले कम्पनीको यदि वेस्टलाई प्रफिटलाई चाहिँ बढाइरहेको हुन्छ भने त्यस्तो कुराहरू चाहिँ हामीले यता जोड्नु पर्ने हुन्छ है। जस्तो कम्पनीले चाहिँ हाम्रो इन्भेस्ट गर्दाखेरि चाहिँ जस्तै हामी इन्ट्रेस्ट रिसिभ हुनसक्छ है त। इन्ट्रेस्ट रिसिप्ड भनेर चाहिँ हामीले यो डाइरेक्ट त्यस्तै हुन्छ हाम्रो डिभिडेन्ड रिसिभ, यिनीहरूले कम्पनीको चाहिँ वेल्थलाई चाहिँ बढाउँछ है त। त्यस्तै हाम्रो चाहिँ रेन्ट एन्ड कमिसन रिसिभ, ओके। त्यस्तै अर्को हाम्रो के हुन्छ, गेन अन सेल अफ एसेट, यो भनेको एसेट, पुरानो एसेट बिक्री गर्दाखेरि गेन अन सेल अफ एसेट। यो चाहिँ हाम्रो ओके। सो यति गर्दाखेरि हाम्रो अदर इन्कमलाई हामी के गर्छौँ जोड्छौँ है त। यो गर्दाखेरि त्यतिका ओके, यो हामीले जोड्ने लेस गर्छौँ। अब हामी लेसमा पनि अदर्स एक्सपेन्सेस एन्ड लसेस, ओके। यो अन्तर्गत अब कुन कुन पर्छ त्यस्तो कुरा चाहिँ हामीले यसमा राख्ने है त।
अब हामीले चाहिँ यसमा के लेख्छौँ भन्दाखेरि चाहिँ जस्तो इन्ट्रेस्ट एक्सपेन्सेस यो इन्ट्रेस्ट एक्सपेन्सेस भनेको कस्तो भन्दाखेरि यदि हामीले चाहिँ कतैबाट चाहिँ लोन लिएको छ भने हामीले त्यसको त इन्ट्रेस्ट तिर्नुपर्छ है त। त्यो इन्ट्रेस्ट भनेको चाहिँ हामीलाई खर्च हुन्छ भने यदि हामीले चाहिँ कुनै अरू अन्य बिजनेसमा लगानी गरेको छ भने त्योबाट पाउने फेरि इन्ट्रेस्ट भनेको हाम्रो लागि इन्कम हुन जान्छ है त। इन्ट्रेस्ट रिसिभ भन्छ त्यसलाई। लस अन सेल अफ एसेट यो भनेको हाम्रो पुरानो फर्निचर लसमा गयो भनेपछि है त। सो यसलाई पनि हामी यो अन्य योभन्दा धेरै पनि हुनसक्छ है त। योभन्दा टाइटलहरू योभन्दा धेरै पनि हुनसक्छ। ओके, अब यति गर्दाखेरि चाहिँ हामीले यसलाई चाहिँ लेस गर्ने त्यसलाई एड गर्छौँ भने यो हाम्रो आउन जान्छ यो हाम्रो हुन जान्छ इन्कम बिफोर ट्याक्स। इन्कम बिफोर ट्याक्स भनेर चाहिँ हाम्रो यो आउँछ है त। अब त्यसपछि हाम्रो यहाँ के हुन्छ लेस ट्याक्स एक्सपेन्सेस। वा प्रोभिजन भन्दा पनि हुन्छ है त। ट्याक्सलाई चाहिँ हामीले घटाइदिने। यति गरिसकेपछि चाहिँ हामीले लास्टमा हामीले के रिसिभ गर्छौँ यो भनेको हाम्रो नेट इन्कम है त। नेट इन्कम ओके। सो यसरी चाहिँ हामीले चाहिँ नेट इन्कम यसरी निकाल्छौँ है त। ल हाम्रो मल्टी स्टेप इन्कम स्टेटमेन्टको चाहिँ इन्कम स्टेटमेन्ट बाई युजिङ मल्टीको चाहिँ हाम्रो फर्मेट यही नै हो है। यसमा चाहिँ सरसर्ती हेरौँ त। अलिकति यसमा टाइटलहरू धेरै छ है त। त्यो त्यस्तो झुकिनु पर्दैन। यो सबको सबै टाइटल आउँछ भन्ने पनि हुँदैन। जति आउँछ त्यति नै हामीले गर्नुपर्ने हुन्छ है त। ल हेर्नुहोस् त हाम्रो टाइटलहरू चाहिँ ओके ओके यति नै चाहिँ हो है। यसमा चाहिँ खासै गाह्रो छैन। सो आई होप तपाईहरुले पनि यो जुन हाम्रो यो फर्मेट छ नि सरी कस्तो भएको छ फर्मेट छ नि सो यो पहिले चाहिँ क्लियर रूपमा चाहिँ अन्डरस्ट्यान्ड गर्नु होला है त। यसमा चाहिँ धेरै लेन्दी नसोच्नु होला। सजिलो छ है। त्यस्तो गाह्रो छैन। मजाले तपाईहरुले चाहिँ पहिले फर्मेट बुझ्नु होला। फर्मेट सिंगलको र मल्टीको सक्दै छ तर टाइटलहरु चाहिँ सेग्रिगेट भएको हुन्छ है त रेस्पेक्टिभ हेडिङमा चाहिँ मल्टीमा चाहिँ स्पेशली। सो हामी अब यही रिलेटेड हामी चाहिँ अपकमिङ क्लासेसमा चाहिँ न्युमेरिकल गर्ने छौं है त। सो कृपया तपाईहरुले मजाले ध्यान दिएर चाहिँ हेर्नु होला र साथसाथै यो फर्मेट तपाईहरुले अन्डरस्ट्यान्ड गरिसकेपछि चाहिँ यो हाम्रो इन्कम स्टेटमेन्ट रिलेटेड न्युमेरिकलहरु पनि हजुरहरुले प्र्याक्टिस गर्दा हुन्छ है त। सो आजलाई यति भन्दै म बिदा चाहन्छु। हस्त नमस्कार।